कार्यक्रम मार्फत सशस्त्र प्रहरी बल नेपालको 25 वर्षे गौरवमा इतिहास, संगठनात्मक एकता, पूर्व पश्चिम समन्वय र राष्ट्रप्रतिको अविचलित प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ। सशस्त्र प्रहरी बल नेपालको रजत महोत्सव केवल स्थापना दिवसको स्मरण गर्ने अवसर मात्र नभई संगठनको 25 वर्षे यात्राको समग्र मूल्याङ्कन गर्दै भविष्यका सुरक्षा चुनौतीहरूलाई रणनीतिक रूपमा सम्बोधन गर्ने उपयुक्त समय हो। बदलिदो राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, गैर परम्परागत तथा बहुआयामिक सुरक्षा चुनौतीहरूको वृद्धि तथा लोकतान्त्रिक मूल्य, मानवाधिकार र सुशासन प्रतिको बढ्दो अपेक्षालाई सम्बोधन गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका, कार्यक्षेत्र र क्षमतालाई सोही अनुसार समय सापेक्ष सुदृढीकरण गर्दै लैजानु आजको आवश्यकता रहेको छ। नेपाल भारत खुला सीमामा हुने विभिन्न सुरक्षा चुनौती, अवैध ओसारपसार, अपराध नियन्त्रण तथा सीमावर्ती समुदायहरूसँगको सहकार्यतालाई अझ सुदृढ बनाउन सशस्त्र प्रहरी बलको सक्रिय उपस्थिति देखिनु अपरिहार्य छ। यस सन्दर्भमा पूर्व पश्चिम झण्डा मार्च कार्यक्रमले संगठनको 25 वर्षे अनुभव, व्यावसायिक क्षमता र सीमा सुरक्षा प्रतिको अटुट प्रतिबद्धतालाई प्रत्यक्ष रूपमा प्रदर्शन गर्ने प्रभावकारी माध्यमको रूपमा काम गर्नेछ। यस कार्यक्रमले सशस्त्र प्रहरी बल नेपाललाई आगामी वर्षहरूमा अझ व्यावसायिक, सक्षम र जन उत्तरदायी सुरक्षा निकायका रूपमा सुदृढ गर्न मद्दत पुर्याउनेछ। आजको यस झण्डा मार्च कार्यक्रममा आफ्नो कार्यव्यस्तताका बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएकोमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्लाधिकारी ज्यू, स्थानीय तह, अन्य सुरक्षा निकाय, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, समाजसेवी, भद्र भलादेमी, सञ्चारकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै आउँदा दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र समन्वयको अपेक्षा समेत गर्दछु। अन्त्यमा राष्ट्र हित र नागरिकको सेवामा हरपल कटिबद्ध हाम्रा हरेक प्रयासहरू सांगठनिक नीति तथा विधि अनुरूप राष्ट्रिय सुरक्षाको जवाफदेही भूमिकामा सफल भई हामीलाई विवेक र विधिसम्मत रूपले कार्य गर्न प्रेरणा प्राप्त होस् भनी श्री वैद्यनाथ बाबासँग प्रार्थना गर्दै झण्डा मार्च टोलीमा सहभागी सशस्त्र प्रहरी कर्मचारीहरूमा पूर्व पश्चिम झण्डा मार्च कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल। धन्यवाद प्रमुख अतिथिज्यू। आसन ग्रहणको लागि निवेदन गर्दछु। कार्यक्रमको अर्को चरणमा झण्डा मार्च टोलीलाई झण्डा हस्तान्तरण कार्यक्रम रहेको हुँदा उक्त टोलीलाई फूलमाला तथा टीका सहित झण्डा हस्तान्तरण गरिदिनु हुन प्रमुख अतिथिज्यू लगायत विशिष्ट अतिथिज्यूहरूमा सादर निवेदन गर्दछु। साथै झण्डा हस्तान्तरण पश्चात फोटो सेसन कार्यक्रममा सहभागी भइदिनु हुन समेत सम्पूर्णमा सादर निवेदन गर्दछु।
ए little yes, there's a winner. फोटोशूट गरौँ पुरै आउने गरेर के बोल्ने हो 25औं सशस्त्र प्रहरी दिवस 2082 रजत महोत्सवको अवसरमा आयोजित यो पूर्व पश्चिम झण्डा मार्च केही क्षणमा सुरु हुने भइरहेको छ। तपाईँ देख्नु सक्नुहुन्छ यहाँ चाहिँ सशस्त्र प्रहरीको टोली तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा 5 सेकेन्डको भिडियो क्लिप भइगयो। यो चाहिँ नेपाल भारतको सीमा नाका हो, तपाईहरु देख्न सक्नुहुन्छ। ठ्याक्कै यहाँ चाहिँ भारतको पिल्लर रहेको छ, उता चाहिँ एसएसबी हरू रहेका छन्। भनेपछि यहाँ चाहिँ नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको
गाडीहरू तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ सस्तो प्रहरी अब यो पूर्व पश्चिम झन्डा मार्गको लागि तयारी अवस्थामा छ। सशस्त्र प्रहरीको सशस्त्र प्रहरी रेडी अवस्थामा छ झन्डा लिएर जानको लागि, तपाईँहरू देख्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिम चरणमा चियापान समारोह रहेको बेहोरा सम्पूर्ण उपस्थित महानुभावहरूमा जानकारी गराउँदै आफ्नो कार्यव्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रमको शोभा बढाइदिनु भएकोमा सम्पूर्ण अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दै आजको कार्यक्रम यहीँ आएर समापन भएको बेहोरा प्रमुख अतिथिज्यूमा अवगत गराउँदै म कार्यक्रम सञ्चालक सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी पनि बिदा हुन्छु। धन्यवाद। जय नेपाल। शुभ दिन।